खाएको चाहिँ गनिँदैन होइन सर, गन्दै गनिँदैन, जति आउँछ पेटले पचाउँछ के, त्यही नै हो। नमस्ते, मेरो नाम चाहिँ सुदीप, आइ एम प्रोफेसनल मोमो इटर कन्टेस्टेन्ट नम्बर 13। म चाहिँ नेपालगञ्जलाई रिप्रेजेन्ट गर्दैछु है यता। के छ ब्रदर, आज हामी कहाँदेखि? आज हामी मेरील्यान्डबाट आएको होइन सर होइन, म र एकजना दाइ हुनुहुन्छ हाम्रो, हामी सँगै आएको। आज यो यता कम्पिटिसन छ भन्ने थाहा भयो भने हामी यतातिर आएको के। ब्रोको नाम चाहिँ? मेरो नाम चाहिँ सुदीप है। सुदीप के चाहिँ? सुदीप अधिकारी। सुदीप अधिकारी कहाँदेखि? नेपालगञ्ज। नेपालगञ्ज चाहिँ एउटा फेभरेट कुरा भन्नु त के छ? फेभरेट खानेकुरा ठाउँको नाम? खानेकुरा भनेको त्यहाँको मुबारकको बिरयानी त्यहाँको एकदम फेभरेट छ, जताततै फेमस छ भनौँ न होइन। सो ल आजको यो चाहिँ कहाँबाट थाहा पाउनु ब्रोले चाहिँ? मैले चाहिँ टिकटकबाटै थाहा भएको होइन, टिकटक अलि मैले चलाइ नै रहन्छु। अनि यस्तै स्क्रोल गर्दा चाहिँ हाम्रो यो वर्ल्ड रेमिटबाट चाहिँ मोमो च्यालेन्ज भन्ने आएको थियो। मैले थाहा पाउने बित्तिकै मैले चाहिँ लिङ्क ओपन गरेर फर्म भरिहालेको थिएँ कि, अनि त्यसको तुरुन्तै मलाई फोन आयो, तपाईँ पार्टिसिपेट हुनुभयो भनेर, अनि एकदम खुसी लाग्यो क्या मलाई के। तपाईँ पैसा पनि वर्ल्ड रेमिटबाट पठाउनु भएको छ? बिल्कुल बिल्कुल, मैले अहिलेसम्म जति ट्रान्जिट गरेको छु सबै वर्ल्ड रेमिटबाटै गरिरहेको छु। अब के छ ब्रोले खानेकुरामा चाहिँ कति खाएको रेकर्ड छ आजसम्म? खाएको चाहिँ गनिँदैन होइन सर, गन्दै गनिँदैन, जति आउँछ पेटले पचाउँछ के, त्यही नै हो। जति आउँछ पेटले पचाउँछ, द्याट्स इट, गनिएर। तपाईँलाई केही याद भनौँ न होइन, कहीँ गएर कसैको बिहामा गएर अथवा कहीँ साथीसँग बर्थडेमा गएर चाहिँ एक दिन चाहिँ मैले यति खाएको तर पनि मेरो पेटले पचाएँ, मै अचम्म पऱ्यो भनेर के छ सिन ब्रोको? अब त्यस्तो बेला सिन यस्तो छ भन्दाखेरि चाहिँ अब भोजमा पनि गयो, बिहा पार्टीमा गयो, भोज खाइयो, खाएपछि जति पचायो, अब निस्किनु अगाडि पनि अब पोलिथिनमा प्याक गरेर लगियो भनौँ न होइन, त्यस्तो सिन पनि छ क्या। नाइस नाइस। आजको चाहिँ के छ ब्रो होइन, यो होल मोमो प्रिमियर लिग ब्रोलाई चाहिँ यो कन्सेप्ट कस्तो लाग्यो? कन्सेप्ट चाहिँ एकदम दामी हो सर होइन। यो कन्सेप्ट भनेको चाहिँ अब यो तपाईँको खालि एउटा मोमोको लागि मात्र होइन कि, एउटा यो हाम्रो जुन नेपाली सोसाइटीमा एउटा मोमो भन्ने चिनिन्छ नि नेपाली सोसाइटीहरू, त्यो चाहिँ नेपाली मात्र नभएर कि यो फरेन ल्यान्डमा आएर चाहिँ अब अरू विदेशीहरूले पनि यो चाहिँ आफ्नो टेस्ट गर्छ र यसलाई चाहिँ होइन प्राथमिकता दिएर यसको चाहिँ नाम चाहिँ अगाडि बढ्छ के। अब यो अरू गएर चाइनिज यताउता जाँदैन कि, यो मोमो भन्ने पनि एउटा ब्रान्डमा टपमा जान्छ क्या। ब्रोले एकदमै सबै नेपालीको मन छुने कुरा चाहिँ गरिदिनु भयो होइन। ल अब चाहिँ आज के छ ब्रोलाई, हाम्रो प्राइस 100वटा खायो भने $3000 छ होइन, अनि 100वटा ब्रोले त आफूलाई त्यो 3000 जितेको माइन्डमा देखेको छ? देखेको त छैन होइन, तर मेरो हातमा $3000 आइसक्यो भन्ने चाहिँ मलाई कन्फिडेन्स छ। ल चाहियो यही नै चाहियो होइन। ल आज 30वटा मोमो 3 मिनटमा छ होइन, यो चाहिँ कतिको डुएबल हो? अब यो चाहिँ इम्पोसिबल होइन, पोसिबल हो। 3 मिनट धेरै नै भयो, 2 मिनट 20 सेकेन्डमा चाहिँ सकिन्छ जस्तो लाग्छ मलाई।